ओम नमस्कार आदरणीय दर्शकवृन्द, नेपालको मौलिक पर्व श्री स्वस्तानी व्रत कथा। स्वस्तानीको पानाभित्र लुकेका ती रहस्यहरू खोल्नेछौँ जसले धर्मलाई विज्ञानसँग र मान्छेलाई ईश्वरसँग जोड्दछ। के यो केवल एक कथा हो वा यसभित्र जीवन बाँच्ने कुनै वैज्ञानिक सूत्र लुकेको छ? आउनुहोस् सुनौँ साली नदीको सुस्केरा। काठमाडौँको उत्तर पूर्व कुनामा रहेको साँखु, जहाँको हावा पनि अहिले एउटा अनौठो पवित्रता मिसिएको छ। चिसो पानी तर मनमा अदम्य साहस। हजारौँ भक्तहरू, विशेष गरी रातो साडीमा सजिएका महिलाहरू साली नदीको चिसो पानीमा डुबुल्की मारिरहेका छन्। हामी मध्ये धेरैलाई लाग्न सक्छ स्वस्तानी त अन्य हिन्दू देशमा पनि यसरी नै मनाइन्छ होला, तर यसको अर्थ अलि फरक रहेको छ। हेर्नुहोस्, स्वस्तानीको किताब जहाँ नेपाली पुगे त्यहीँ पुग्यो, चाहे त्यो पूर्वमा टिस्टा पश्चिममा काँगडा किन नहोस्। आज त अस्ट्रेलिया, युरोप, युके, अमेरिकादेखि लिएर सारा सम्पूर्ण स्थानमा उक्त स्वस्थानी, स्व भनेको आफ्नो, स्थान भनेको उक्त स्थानको व्याख्या गर्नु। यो व्रत जुन विधि र जुन निरन्तरता नेपाली हो, जसलाई हामीले स्कन्द पुराणमा आधारित पाउँदछौँ। 31 अध्यायको यो आधुनिक स्वरूप नेपाल मण्डलमै लेखिएको। अझ विशेष कुरा त दर्शक, यो 1 महिनासम्म व्रत उपासना र 1 महिना पर्यन्तसम्म प्रत्येक दिन एक अध्याय साली नदीका किनार माधव नारायणको लागि साक्षी राखेर गहिरो कठोर व्रत विश्वास गरिन्छ, जहाँ यो अन्यत्र कहीँ पनि पाइँदैन, चाहे त्यो कुनै पनि ठाउँमा किन नहोस्। यो हाम्रो माटोको सुगन्ध हो, यो हाम्रो पुर्खाले कोरेको आध्यात्मिक नक्सा हो। तसर्थ साली नदीको बालुवामा शिवलिङ्ग बनाएर चिसोले हात कठ्याङ्ग्रिँदा मनमा एउटा तातो विश्वास जागृत गर्ने गोमाले त त्यत्रो दुःख पाइन्, अन्तमा सुख पाएको त्यो कथा श्रीमान छोराछोरी बीचको भलो होस् भनेर बस्ने यस्तो यो व्रत, यो परम्परा हाम्रो रगत बगेको छ, रगतमा लेखिएको छ। तसर्थ अब हामी यो प्रेम कथाको चर्चा गरौँ, जसले ब्रह्माण्डलाई सन्तुलनमा राखेको छ। महादेव र पार्वती हामी अक्सर स्वस्तानीमा पाउँदछौँ। पार्वतीले महादेवलाई पाउन कठिन तपस्या गर्नुभएको। यस्तो ठुलो दर्शनभित्र सन्देश छ। शिव भनेको चेतना, जो यो स्थिर छ, वैरागी छ। पार्वती भनेको शक्ति, जसलाई इनर्जी मानिन्छ। यो शक्ति बिनाको शिव सब अर्थात् लास समान हुन्छ। तसर्थ स्वस्तानी कथाले यस्तो सिकाउँदछ कि जीवन पूर्ण वैराग्य र संसार दुवैको मिलन अवश्य छ। पार्वतीले बालुवाको शिवलिङ्ग बनाएर पूजा गर्नु, भोको पेट बस्नु, यो सब दृढ इच्छा शक्तिको प्रतीक हो। दर्शक, यसले हामीलाई अबला होइन, सृष्टिको मूल शक्तिको रूपमा स्थापित गरेको छ। सतीदेवीको आत्मदाहदेखि लिएर पार्वतीको पुनर्जन्मसम्म यो केवल पति पत्नीको कथा होइन दर्शकहरू, यो आत्माले परमात्मालाई पाउन गरेको सङ्घर्षको यात्रा हो। तसर्थ यो यात्रा जब शिवले सतीको मृत शरीरलाई बोकेर पृथ्वी भ्रमण गर्नुभयो, जहाँ जहाँ सतीको अङ्ग पतन भयो त्यहाँ शक्तिपीठहरू बने। गुह्येश्वरी, दक्षिणकाली, दन्तकालीहरूदेखि लिएर उग्रतारा, शैलेश्वरी, नेपालका भूभागलाई पवित्र बनाउने आधार स्तम्भहरू निर्माण भए। तर यो के व्रत अन्धविश्वास हो? के यी मूर्ति अन्धविश्वास हुन्? वा हाम्रा पूर्वजहरूले यसमा कुनै पनि वैज्ञानिक ह्याक लुगाएका थिए? माघ महिनाको जाडो, एक छाक खाना र चिसो पानी, विज्ञानले यसलाई कसरी हेर्दछ? तसर्थ एकदमै रोचक कुरा छ दर्शक। माघ महिनामा सूर्यको किरण अत्यन्तै कमजोर हुन्छ, यहाँलाई सर्वविदित छ, जसले गर्दा मानिसमा सिजनल डिप्रेसन हुन सक्छ। तर स्वस्तानीको समयमा बिहानै उठेर चिसो पानीमा नुहाउँदा शरीरले
ह्याप्पी हर्मोन भनेर भनिन्छ, जसलाई रिलिज गर्ने गर्छ, जसले मुड फ्रेस बनाउँछ, आनन्द दिन्छ। दोस्रो कुरा उपवास। अहिलेको यो विज्ञानमा अटोफेजी जसलाई भन्दछौँ हामी, दिनमा एकपटक मात्रै खाएर लामो समय पेट खाली राख्दा शरीरले आफ्नो भित्र भएका खराब कोषहरूलाई खाएर सारा सम्पूर्ण सफा बनाउँछ। यो भनेको शरीरको सर्भिसिङ हो दर्शक। अनि त्यसमा पनि दर्शक प्रसाद, तिलको लड्डु, चाकु, तिलमा क्याल्सियम इत्यादि मिसिएका चाकुको शरीरमा गर्मी दिन्छ। जाडोमा योभन्दा सन्तुलित डाइट अरू के हुन सक्ला। तसर्थ यो त दर्शक धर्मको आवरणमा लुकेको यो त एउटा जीवनको स्वस्थ विज्ञान हो। कतै तपाईँहरूले स्वस्थानी कथा गरे जस्तो भनेर सोच्नुहुन्छ, त्यो होइन। हाम्रा पूर्वजहरूले भिटामिन डी को चक्की खानुको सट्टा घाममा बसेर कथा सुन्ने र तिल खाने गजबको उपाय रचेका रहेछन्। आउनुहोस् त यो सँगसँगै कथामा चन्द्रावतीको घमण्डले गर्दा दुःख पाएको कथा, गोमाले धैर्य गर्दा सुख पाएको कथा स्वस्थानीले हामीलाई सिकाउँदछ। जीवनमा जस्तो सुकै कठिन परिस्थिति आए पनि धैर्य र कर्म व्रत नछोड्यो भने सुखका दिनहरू अवश्य पनि आउँदछन्। लावण्य देशका राजा नवराज 14 भुवनको वर्णनदेखि लिएर आजको आधुनिक युगमा जब हामी हाम्रो जराबाट टाढिँदैछौँ भने स्वस्थानीले हामीलाई फेरि पटक पटक जोड्ने गर्दछ। यदि मान्छे भए मान्छेलाई सुनाउनु, मान्छे नभए ढिकी, मैरी, कुट्टो, कोदालो, जाँतो इत्यादिलाई सुनाउनु, यो हाम्रो परम्परा, यो हाम्रो संस्कृति, यो हाम्रो भूगोलसँग, हाम्रो आफ्नै स्वरसँग त्यसले चाहे तपाईँलाई आस्थाको व्रत राख्नुभएको छ, त्यो व्रतले स्वास्थ्यको लागि अनुशासन पालना गर्दछ। स्वस्थानीले सन्देश आफूलाई चिन, आफ्नो कर्तव्य पुरा गर, अहङ्कारले सर्वस्व नाश हुनेछ, खान खोज्दाका सम्पूर्ण चिज खरानी हुनेछन्, जीवनलाई सन्तुलन राख भनेर सिकाउने यो स्वस्थानी पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा पर्यन्तसम्म 1 महिना पर्यन्त व्रत उपासना त्यति मात्र नभएर घरमा प्रातः या सन्ध्याकालीन समयमा पुष्पाञ्जली आरम्भ र अनि विसर्जनको पुष्पाञ्जली अन्तिम समय गरेर सुरु गरिने यो पवित्र चाड, पवित्र बाड अर्थात् पवित्र विषयवस्तु तपाईँ हामीसँग घर आँगनीमा आएको छ। नबिर्सौँ, नभुलौँ, यो विशुद्ध नेपालीको संस्कृति संस्कार हो, जहाँ काठमाडौँको पूर्वोत्तर शाली नदी कलकल बगेकी छिन्, साँखुको नजिकै दर्शक। त्यहीँ गएर व्रत गर्न नसक्नेहरूले मनमा स्मरण गर्न सक्नुहुनेछ। बिहान बेलुका स्वस्थानी व्रत कथा पढ्दा नेपाली भाषाको शुद्धिकरण पनि हुनेछ। दर्शकहरू, अहिलेका आधुनिक युगका बच्चाहरूले अङ्ग्रेजीको जमानामा नेपाली नबुझ्ने भएका छन्। चाहे तपाईँ घरमा हुनुहुन्छ, परदेशमा हुनुहुन्छ, जुन स्थानमा हुनुहुन्छ, पुस्तक पूजा गर्नुहोस्, बच्चाहरूलाई नेपाली पढ्न स्वस्थानी सिकाउनुहोस्, जहाँ त्यस्ता सुमधुर कथाहरू सुमधुर भाषाद्वारा दिनको 1 अध्याय 31 दिन पर्यन्तसम्म गरेर यदि तपाईँ आफूले व्रतलाई उद्यापन गर्नुभयो भने तपाईँले सोचेका चिताएका मनोकामना सारा सम्पूर्ण पूर्ण हुनेछन् भन्दै माता स्वस्थानीलाई साष्टाङ्ग दण्डवत गर्दै म बिदा हुन्छु।